सप्तरीको राजविराजमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको आज मध्य प्रदेशका सांसद अनिरुद्र कुमार सिंह यादवले उद्घाटन गरेका हुन्। जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका सांसद यादवले खेलकुद समाजको अभिन्न अङ्ग भएकाले खेलकुद बिना सभ्य समाजको परिकल्पना गर्न नसक्ने बताए। सफलतापूर्वक ये कार्यक्रम से जनता सबके मनोरंजन हुए या शुभकामना धन्यवाद। कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इशरत प्रवीणले खेलकुदबाट गाउँ गाउँमा नयाँ प्रतिभा उत्पादन हुने भएकाले खेलकुद आजको आवश्यकता भएको बताए। कुस्ती प्रतियोगितामा नेपाल र भारतका 40 जना खेलाडीहरू सहभागी छन्। महिलातर्फ 20 जना र पुरुषतर्फ 20 जना खेलाडीको सहभागिता रहेको आयोजक समितिका उपाध्यक्ष लक्ष्मण यादवले जानकारी दिए। उद्घाटन खेलमा महिलातर्फ नवलपरासी शिवानी कुमारीले भारत हरियाणाकी हिमांशु कुमारीलाई पराजित गरेकी छन्। पुरुषतर्फ नवलपरासीका अनाथ आश्रमका रामदास बाबाले भारत राजस्थानका खेलाडी जल्लाद सिंह पठानलाई पराजित गरेका छन्। आज महिलातर्फ 2-2 समूह र पुरुषतर्फ 4-4 समूहका बीच प्रतिस्पर्धा भएको छ।